हेलो हेलो गाइज, नमस्ते सबैजनामा। सन्चो आरामै कस्तो हुनुहुन्छ? सबैलाई ठिकै होला भन्नेको आशाका साथ म एउटा सानो मनमा लागेको कुरा भन्न गइरहेको छु होइन। यो चाहिँ हाम्रो के भन्छ, जो नबुझेको जेन्जी भाइहरूलाई यो कुरा अलि स्पष्ट बनाइदिउँ कि अलिकति भनेर मात्रै हो। हुन त अब कति गालीहरू गर्ला अलग कुरा हुन्छ। कस्तो भने अहिले जुन चुनावी माहौलले गर्दाखेरि बालन सरकार भनेर मान्छे जति नै अगाडि आउनु भएको छ, खुसी हुनु भएको छ, ठिक छ। कति जेन्जी भाइहरू खुसी पनि हुनुभएको छ, कति भाइहरूलाई दुःख पनि लागेको छ। म त्यो दुःख लागेन म भन्दिनँ, किनकि गइरहेको यो भदौ 23 र 24 को घटनाले सब सारा नेपालीको मन छोया छ, दुख्या छ। हो, आफ्नो भावना पुग्न पाइन्छ सबैमा, नपाउने नि म भन्दिनँ। तर कस्तो हो भने त्यस्तो परिस्थितिमा बालन शाहलाई सबैले गाली गरे होइन। अब अहिले प्रधानमन्त्रीको उसमा उठ्ने, प्रधानमन्त्री बन्छु भन्ने, हिँड्ने, के फुटानी हो यो 23 र 24 को आन्दोलनमा कहाँ गएको थियो, त्यत्रो राष्ट्रिय सम्पत्ति ध्वस्त हुँदाखेरि के हेरेर बसेको थियो भन्ने कुराहरूमा विषयमा भाइहरूलाई अलि होला घाइते हुनु भएको छ। भाइहरू जति सहिद हुनुभयो उहाँहरूको लागि म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु अझै पनि। र म एक परदेशी, म पनि देशमा केही प्रगति नदेखेरै विदेश छिरेको हो। लगभग यो भन्दा 6 वर्ष अगाडि छिरेको हो म पनि होइन। म पनि विदेश छिरेँ, तैपनि मैले त्यस्तो भनिनँ। के भन्न चाहेँ भने बालेन प्रधानमन्त्री जुन भदौ 23 र 24 को घटनामा प्रधानमन्त्री हुन किन आएन अगाडि भन्ने विषयमा सबै राजनेताहरू, सबै पार्टीका दलका नेताहरू आए नि त, मलाई बना प्रधानमन्त्री, मलाई बना प्रधानमन्त्री भनेर। तर बालन शाहको सोच र अरू जनताहरूको सोच, अरू नेताहरूको जस्तो सोच बुझ्नु होला जेन्जी भाइ बहिनीहरूले पनि। र म चाहिँ के भन्न चाहन्छु भने बालन शाहले यो कारणले प्रधानमन्त्री देश म सम्हाल्छु भन्नु भएन। किन भन्नु भएन भन्दाखेरि उहाँले सोच्नु भएको छ कि 6 महिनामा देश बन्दैन कि, कहीँ कदापि नै बन्दैन क्या देश त। होला अहिले पनि उहाँ प्रधानमन्त्री बन्नु हो, वर्ष दिन भयो किन बनेन, 2 वर्ष भयो किन बनेन भन्ने प्रश्नहरू उठ्न सक्छ। नउठ्न सक्ने म भन्दिनँ, उठ्न सक्छ। तर यति 35 वर्ष देशलाई खोक्रो बनाएको छन्, त्यसलाई त भर्न त पर्यो होइन। अब तपाईँ आफै एउटा विचार गर्नुहोस्, तपाईँको घाउ सानो चोट लाग्यो भने पनि तपाईँ ह्यान्डी प्लस युज गर्नुहुन्छ, डिटोलले सधैँ साफ गर्नुहुन्छ। तर जति नै काटिएको घाउ भरिनलाई जति नै समय लाग्छ नि, अब समस्याहरू त्यस्तै हुन्छ। देशको लागि भनेको अलि हुने कुरा हो। र मेरो भनाइ चाहिँ के भने देश बन्छ नबन्ने होइन, तर ढिला चाँडो भन्ने मात्रै हो। बालन शाहले नि भन्ने भनाइ नै हो, निनारुहरू भनेको कुनै काम छिटो हुने कामहरू छ, कुनै ढिला हुने कामहरू छ होइन। र मैले पनि सोसल मिडियामा खासै त्यति चासो त राख्दिनँ, भए पनि देशप्रतिको माया म जस्तो हरेक परदेशीलाई हुन्छ। र नेपालमै बस्ने दाजुभाइ दिदीबहिनी आमा बुबाहरूलाई यो भन्न चाहन्छु कि नआत्तिनुहोस्। सरकार बन्छ, सरकार बनेर यसले पनि केही गर्दैन, यो 2 वर्ष भयो 3 वर्ष भयो कहिले पनि नसोच्नु। किनभने समय लाग्छ, 35 वर्षसम्म रित्तो बनाएको देश भर्नलाई टाइम लाउँछ। तपाईँको अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले 5 वर्षको कार्यकाल हामीलाई दिनुहोस् भनेर आग्रह गरे भएर त हामीले दिएको हो नि त होइन। एक त जेन्जी आन्दोलनले गर्दाखेरि रासपाले विश्वासको भारी मतले जितेर गएको अहिले सत्तामा।
र यसै क्रममा म जेन्जी भाइ बहिनीहरूलाई भन्छु, बालेनले प्रधानमन्त्री किन बनेनन् भद्र 23 र 24 को त्यो घटना हुँदाखेरि मान्छेले भन्छ महानगरले एउटा दमकल पठाएन सिंहदरबार त्यत्रो जल्दाखेरि भन्ने त्यो कुरा होइन नि त। पठाएको नपठाएको होइन नि त, त्यो पठाउँदाखेरि कहाँ जानुभएको थियो देख्नु त भएन। किनभने सबै राजनेताहरूले त अब आफ्नो कर्तव्यहरू त अब बाहिर निस्किने भयो भनेर अलिअलि आगो निभाउन भ्यायो भने त फेरि सबुतहरू भेटिन्छ भनेर त्यो हिसाबले पठाउन नदिएको हो नि त। दमकलहरू नपठाएको होइन, पठाएको हो। तर यो राजनीतिक दलहरूले, ठुला ठुला भन्ने दलहरूले दिएन नि त। उनीहरूको कार्यकर्ता खटाएर तोडफोड गरेर हुन्छ या बाटो छेकेर हुन्छ। जेन्जी भाइ बहिनीलाई के थाहा हुन्छ र? केही थाहा हुन्छ? हुँदैन नि त। उनीहरूले त के सोध्छ, निर्मल शान्त बनाऊ देश, करप्सन रोक होइन, भ्रष्टाचार रोक, अझै पनि समय छ है भनेर होसियार मात्रै गराउन गएको हो नि त 23 गते त होइन। यस्ता यस्ता पार्टीका नेताहरू छन् 23 अगाडि 24 आउँछ भन्ने खालका छन् होइन। यस्ताको भरोसा गरेर तपाईँहरूले उहाँहरूको पछाडि नलाग्नु होला। जेन्जी भाइ बहिनीहरूलाई बालेनको बारेमा बोल्न खोज्दा चाहिँ अहिले जति नै चर्चा छ अब कि बार बालेन सरकार भन्ने, यसलाई म पनि विश्वासका साथमा लिन्छु। किनभने हामी सारा परदेशीहरूको अनुहारमा पनि एउटा छुट्टै मुस्कान छ होइन। ऊ पनि र विश्वले चिन्ने एउटा देश बनेको छ अहिले। 35 वर्षको केटो प्रधानमन्त्री भन्ने विश्वकै सबभन्दा सानो मन्त्री पनि हुन सक्छन्। र यसै क्रममा बालनले यो कारणले भदौ 23 र 24मा प्रधानमन्त्री किन लिन मानेनन् भन्दाखेरि उनलाई थाहा थियो 6 महिनामा संसद विघटन हुन्छ, अर्को चुनाव गराउनु पर्छ, अर्को चुनावमा म उठ्न पाउँदिनँ र फेरि मेरो देशको हालत यस्तै बिग्रिन्छ भनेरै नउठेको हो के। अब तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ यो भनाइ होइन, तिता मिठा जस्तो लाग्छ आएर कमेन्ट गरेर भनिदिनु होला। मेरो भनाइमा चाहिँ त्यो जहाँ मैले स्वच्छ मनले सोचेर दिमागमा लिएर दिमागमा सानो केही कुराहरू खेलाएर सोचेँ मैले बालेनको बारेमा, मैले यति चाहिँ मैले पाएँ। किन पाएँ भने बालेन सरकार आउनु सही हो, तर उहाँले गर्नुभएका कामहरू देख्नु भएको छ, कति रोकिए कति छेकिए, जति बाधा अर्चनाहरू आयो, आउँदा पनि उहाँले डगमगाइकन अडिग भएर काम गर्नुभयो नि त। काठमाडौँमा मेयरको कार्यभाग सम्हाल्दाखेरि त गर्नुभयो। कुनै राजनीति पार्टी राजनीति दलले जति चेतावनी दियो, जति तर्साउमा तर्सिनु भएन, डगमगाउनु भएन नि त, 1 इन्च पनि हल्लिनु भएन नि त। भन्छ बोलेन, जेन्जी आन्दोलनमा आएन, आउनु ठुलो कुरो होइन के। कुरो बुझ्नुभयो नि, आउनु ठुलो कुरो होइन, पछाडिबाट समर्थन गर्नु नै ठुलो कुरा हो। किनभने उहाँलाई राम्रोसँग थाहा छ कि उहाँले खासै राजनीति गर्छु भनेर त छिर्न त भएको होइन। उहाँले राम्रो बुझ्नु भयो कि राजनीति यतिमा यति हुन्छ भनेर, मैले यस्तो गर्दा यस्तो हुन्छ भनेर। र कुरा आयो 23 र 24 को आन्दोलनमा किन लुकेर बस्यो भन्ने कुराहरू आयो। लुकेर बस्या होइन नि, उहाँले छानबिन गरिराख्नु भएको थियो कि त्यतिखेर, कहाँ के कसले के गर्छ, कति गरेछ भनेर। उहाँले सूचना दिनु भएन, म आउँदैछु भनेर दिनु भएन, तर हामीले देखेका छौँ होइन उहाँको बानी व्यवहार। र जेन्जी भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने, देश जेन्जी भाइ बहिनीहरूले लेखेको चिज हो अहिले, जुन यो रासपा भनेर अगाडि बढिरहनु भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू हामीले गर्दैन अब हामी बनाउँछौँ भन्ने। तर यति याद गर्नुहोस्, तपाईँहरूले आफ्नो देश आफैले बनाउनु भएको हो होइन, आफैले कोर्ने मौका पाउनु भएको हो। उहाँहरू बस एक
काल्पनिक पात्र मात्रै बन्नु भएको अहिले। जस्तो फिल्महरूमा हिरो हिरोइन बाउ आमा सबै हुन्छ नि त, उहाँहरू अहिले बन्नु भएको त्यति मात्रै हो है। तर चल्ने भने त्यो डाइरेक्टर प्रोड्युसरहरूले चलाउँछ नि त, त्यो भनेको तपाईँहरू हामी जनता हो। यति चाहिँ बिच बुझ्नुहोस् कि हामीले गरेको यो काम सफल होस् होइन। सफल भएन भने हेरौँला नि त फेरि होइन, 5 वर्ष किन कुरो परेर, थाहा भइहाल्छ त काम गर्ने नीति त थाहा भइहाल्छ, कसरी खान खोजेको छ के गर्न खोजेको छ भने सबै तपाईँहरू नि त लाटो हुनुहुन्न होला पक्का। र जेन्जी भाइ बहिनीहरूलाई म यही भन्छु, बालेनको बारेमा आइ गर्ने गर, बाई बाई होइन। र यही सोच कि 6 महिनामा काम बन्दैन, म अर्कोचोटि 5 वर्ष सरकारमै बसेर आउँछु र 5 वर्षमा केही गरेर देखाउँछु भनेर त्यो भदौ 23 र 24कोमा बालेन सरकार नआएको हो होइन। यति चाहिँ बुझ ल। जय देश जय नेपाल।